आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम निर्वाचन विशेषमा यहाँलाई स्वागत छ। म प्रेम पाडी। यतिखेर देशमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माहौल निकै तातिरहेको छ। राजनीतिक दलहरूले आफ्ना संघ संगठनबाट बलियो उम्मेद्वारहरूलाई उठाइरहेका छन्। उम्मेद्वारहरू पनि प्रचार प्रसारमा तीव्रता दिइरहेका छन् भने राजनीतिक दलले कस्ता उम्मेद्वारलाई आफूले टिकट प्रदान गर्यो भने आफ्नो कोल्टामा मतदान प्रक्रिया हात पार्न सकिन्छ भनी लागि परेका छन्। आज हामी निर्वाचन विशेषमा कैलालीको घोडागोडी नगरपालिकामा अवस्थित घोडागोडी बहुमुखी क्याम्पसका वर्तमान सोभी सभापतिसँग केही अन्तरङ्ग कुराकानी गर्न गइरहेका छौं। सोभी सभापतिमा जब निर्वाचित भइसकेपछि सभापतिहरूले के काम गर्दा रहेछन्, के हुँदो रहेछ, कसरी भगाई व्यतीत हुँदो रहेछ यो 2 वर्ष कार्यकालमा भन्ने कुरा आज हामी उहाँसँग कुरा गर्नेछौँ। आउनुहोस्, उहाँलाई स्वागत छ यहाँ। धन्यवाद प्रेमजी। पुरा यहाँबाट सुरु गरौँ। निर्वाचन जित्न सजिलो रहेछ, भित्र जान सजिलो रहेछ? यसमा दुईटा दृष्टिकोण कस्तो छ भने निर्वाचनमा होमिँदै गर्दा विद्यार्थीमा जाँदै गर्दा त्योभन्दा पहिलाको विषयवस्तु कस्तो थियो, विद्यार्थीको सम्बन्ध के थियो भन्ने कुरा एउटा दृष्टिकोण रह्यो। त्यति बेलाको त्यो छुट्टै किसिमको रौनक हुन्छ। दोस्रो किसिममा भित्र प्रवेश गरिसकेपछि यो सामुदायिक क्षेत्रमा यो समुदायको क्षेत्रलाई मिलाउने कुराहरू भयो, क्याम्पस मिलाउने कुराहरू भयो। विद्यार्थीको 3 पक्षबाट, क्याम्पसको पक्षबाट, विद्यार्थीको पक्षबाट, समुदायको पक्षबाट यो मिलाउँदै गर्दा केही न केही जुन रूपले पहिला हामी सोचेका हुन्छौँ केही न केही कठिनाइ चाहिँ भित्र आउँदै गर्दा त्यो देखिनु स्वाभाविक पनि हो। त्यसैले 2 खण्डमा 2 वर्ष कार्यकालमा के त्यस्तो अनुभूति पाउनुभयो यो भित्र गइसकेपछि? थुप्रै अनुभूति छ। किनभने हामी जब विद्यार्थीमा हुन्छौँ, विद्यार्थी कालमा हुन्छौँ अथवा अहिले पनि विद्यार्थी नै छौँ, तर निर्वाचन हुनुभन्दा अगाडि जुन यहाँको परिस्थिति थियो, जुन माहौल थियो, जुन विद्यार्थीको रोजाइमा थियो, जुन विद्यार्थीहरूसँग भिजेको थियो, त्यही मेन्टिडेटलाई लिएर त्यही जनमत ल्याएर जुन किसिमले भित्र गइन्छ ती सबै कुराहरू हामीले लागू गर्न सक्ने अवस्था हुन्छ नहुन्छ भन्ने कुराहरूमा कहाँ भर पर्छ भने त्यो पनि अघि पनि मैले यहाँको समुदाय, त्यो हाम्रो होल युनिट ग्रुप गर्दाखेरिको युनिटको कारण जुन हाम्रो सुजुको युनिट छ, युनिट भयो। त्यसपछि लगेर प्रशासनका कुराहरू छन्, बजेटिङका कुराहरू छन्। यी सबैलाई मिलाउन सकेन भने कतै न कतै अलिकति मिसम्याच अलिकति हुन चाहिँ जाँदो रहेछ भन्ने मेरो अनुभूति हो। यो अनुभूतिलाई जस्तो के चाहिँ काम हुँदो रहेछ खासमा सोभीमा तपाईँले के पाउनुभयो त? स्वतन्त्र विद्यार्थी युनियनले के काम गर्दो रहेछ भन्दाखेरि मान्छेहरू स्वतन्त्र विद्यार्थी युनियनले मात्रै सबै काम गर्न सम्भव छैन। तर के हो भने एउटा विद्यार्थीहरूको पक्षमा साझा कुराहरू लगेर क्याम्पस प्रशासनसँग, क्याम्पस सञ्चालक समितिसँग त्यो राख्ने र केही अभिमतहरू छन् भने त्यसलाई माझेर छलफल गरेर त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने मुख्य एजेन्डा यति नै हो हैन। तर मान्छेको सोचाइ, विद्यार्थीहरूको सोचाइ अथवा हामी स्वयं संगठनहरूको सोचाइ सुरुमा चाहिँ के हुन्छ भने हामी त्यहाँ जाँदाखेरि सर्वसर्वा हुन्छ, सबै हाम्रो हुन्छ भने त्यो अवस्था चाहिँ होइन। जसो किनभने एकैछिन मैले के भन्न खोजेँ भने त्यो सबै हामी हुनु भए क्याम्पस सञ्चालक समिति किन चाहिन्थ्यो, क्याम्पस प्रशासन किन चाहिन्थ्यो होइन। हामीभन्दा माथि त थुप्रै निकायहरू छ नि त। तर एउटा विद्यार्थीसँग अलिकति भावनात्मक रूपले चाहिँ सोभियो नजिक हुन्छ भन्ने अपेक्षा। क्याम्पस प्रशासन र सञ्चालक समिति बीच जो सोभियोले खेल्नुपर्ने एउटा भूमिका छ, त्यो कतिको सफल हुनुभयो त तपाईँ? अब यसलाई के सफल के असफल भन्ने कुराहरू थुप्रै हुन्छन् होइन। सम्भवतः लाग्छ हामीले चाहिँ एउटा विद्यार्थीका एजेन्डा सँगसँगै क्याम्पसको वृद्धि विकास, क्याम्पसको भौतिक संरचनाको विकास, क्याम्पसको स्तर उन्नतिहरूको विकास, हिजोको दिनमा भएका प्रविधिहरू जुन थिए अब डिजिटल प्रविधि मैत्रीपूर्ण बन्दैछ, यी कुराहरू सबै कुराहरूलाई क्याम्पसतिर पनि सोच्नुपर्ने हुन्छ र विद्यार्थीतिर पनि सोच्नुपर्ने हुन्छ। त्यसैले यसलाई भित्र आइसकेपछि हामीले विद्यार्थीको एजेन्डा त सधैँ छ, तर क्याम्पसको दीर्घकालीन फ्युचर के हुन्छ भन्ने कुरामा त्यहाँ पनि अलिकति हामीले ध्यान दिनु जरुरी हुन्छ। तपाईँले आफ्नो मुख्य एजेन्डा एउटा राख्नु भएको छ कि गुणस्तरीय शिक्षा प्रदान गर्नमा हाम्रो मुख्य जिम्मेवारी हुनेछ भनेर हामीसँगै भन्नुभएको। त्यसमा कतिको अलिक रहनुभयो त त्यो भित्र गइसकेपछि? गुणस्तरीय शिक्षामा तपाईहरुलाई पनि अवगतै छ
हिजोको दिनमा स्वतन्त्र विद्यार्थी युनियनमा म छिर्नुभन्दा अगाडि गुणस्तरीय शिक्षा भनेको अबको हाम्रा प्राध्यापकहरू सरहरू त मै नै हो, एकैचोटि आकाशबाट पातलबाट नयाँ प्राध्यापक आएर भगाभग नयाँ तरिकाले पढाउने होइन। तर त्यसलाई के हो भने समय सन्दर्भ अनुसार त्यसलाई चाहिँ प्रविधिमा बदल्नुपर्छ। जस्तै हामीले गुणस्तरीयलाई कसरी गर्ने, अलिकति पढाइलाई नियमितता दिउँ एउटा कुरा। दोस्रो कुरा प्रविधिमा कसरी जोड्ने, जस्तै म आउनुभन्दा अगाडि प्राय क्लासहरूमा डिजिटल बोर्ड थिएन, तपाईँहरूलाई अवगतै छ, 1-2 बोर्ड मात्रै थिए। तर म आइसकेपछि तपाईँहरूलाई थाहै छ, हामी विद्यार्थीहरूलाई पनि थाहै छ, एउटै डिजिटल बोर्ड अब अलिकति ठुलो कम्तीमा 1 लाखभन्दा माथि पर्दो रहेछ। पटक पटक क्याम्पस प्रशासनसँग सञ्चालक समितिसम्म त्यो माग राखेर क्याम्पस प्रशासनले हामी सञ्चालक समितिले हामी त्यहाँ गइसकेपछि त्यसको आवाज उठाएर डेलिगेसन बुझाएर विभिन्न ठाउँबाट अहिले क्याम्पसमै कम्तीमा 15-20वटा डिजिटल बोर्ड छन्। सबै क्लासमा नहोलान् तर आवश्यकताका आधारमा बोर्डहरू बनिरहेका छन्। त्यसले गर्दा विद्यार्थीहरूलाई केही सहजता होस् भन्ने कुरा डिजिटल बोर्ड ल्याउनमा सबै भूमिका खेल्यो, मजाले खेलेन, किन खेलेन। जस्तै कि सञ्चालक समितिमा तपाईँहरूलाई थाहा छ, कुनै पनि म त्यहाँको सदस्य भएर होइन, तर भित्र जाँदै गर्दा सञ्चालक समितिको बैठक बस्दै गर्दा अब हामीले क्याम्पसको पूर्वाधार के हो, के खरिद गर्ने भनेर जुन निर्णय गरिन्छ, कुनै पनि कुरा क्याम्पस प्रमुखले चाहेर किन्दैमा पनि हुँदैन, कुनै पनि कुरा स्वतन्त्र विद्यार्थी युनियनले वास्ता गरेर बाहिर गएर सर किनेर ल्याउन पनि सम्भव छैन। तसर्थ के हो भने सञ्चालक समितिको बैठक बसेर विभिन्न किसिममा छलफल गरेर हाम्रो लागि क्याम्पसमा आवश्यकता के हो, हामीसँग बजेटिङ कति छ, कुन कुन निकायद्वाराबाट हामीलाई बजेट आउने हो, त्यसको सबै आकलन गरेर अथवा प्रपोजलहरू हामीले कहाँ पेश गर्ने हो, त्यो कुरामा सहभागी भएर यसलाई गर्नुपर्छ है भनेर हामीले जबरजस्ती भित्र माग उठाउने हो। त्योभन्दा पनि यी गतिविधि भएको हो। अहिले लोकप्रिय मत ल्याएर जित्नुभयो, त्यसपछि कि एउटा त्यो परिवर्तन होला, जिएमसीमा केही विद्यार्थीको आवाजहरू उठ्लान् भन्ने विद्यार्थीले अपेक्षा गरेका थियो कि विद्यार्थीहरूको अहिले गुनासो के आउँछ भने हामीले जति अपेक्षा गरेका थियौँ त्यो भएन। के लाग्छ तपाईँलाई कि त्यो भित्र गइसकेपछि कतिको दबाब झेल्नु पर्दो रहेछ क्याम्पस प्रशासनको, सञ्चालक समितिको, तपाईँको पार्टीको, स्वयं अन्य पार्टीहरूको कतिको दबाब झेल्नु पर्दो रहेछ? स्वतन्त्र विद्यार्थी युनियनमा गइसकेपछि एउटा साझा सबैको नेतृत्व गरेर जितिसकेपछि भित्र गइसकेपछि दबाब भन्ने कुराहरू सम्भवतः अन्य क्याम्पसको तुलनामा एउटा होला। घोडाघोडी बहुमुखी क्याम्पसको तुलनामा चाहिँ कुनै पनि विद्यार्थी सङ्घ सङ्गठन, राजनीतिक दलका प्रतिनिधि उहाँहरूले अथवा मेरो पनि कुनै पार्टीबाट म आउँदै गर्दा होइन, पार्टीले पनि कुनै किसिमको दबाब दिएको छैन। तर क्याम्पसको आवश्यकताहरू मैले अघि पनि भने, क्याम्पसको कोषहरूमा के अवस्था छ, विश्वविद्यालय अनुदान आयोगबाट हामीले कतिको बजेट ल्याउने अवस्था छ, हाम्रो विद्यार्थीको फीबाट कतिको रुपियाँ उठेको छ, विभिन्न सुदूरपश्चिम प्रदेश सरकार, केन्द्रीय सरकार तथा स्थानीय पालिकाबाट हामीलाई कतिको बजेटको आइरहेको छ प्रत्येक वर्ष, र विभिन्न दात्री निकायबाट, विभिन्न सङ्घ संस्थाबाट कतिको बजेट छ, त्यसको आकलन गरेर विभिन्न छलफल गरेर त्यसको आधारमा नै हामीले काम गर्ने हो होइन, त्यसको आधारमा परिवर्तन गर्ने हो। अब हामीसँग त्यो सबै कुरा छँदै छैन, त्यो पुँजीको व्यवस्था पनि छैन भनेर त्यो छँदै छैन, अनि एकैचोटि मैले यो गर्छु भनेर एकैचोटि माथि जान, र त्यो माथिसम्म परसम्म सोच्ने आधार पनि बलियो हुँदैन। त्यसैले हाम्रो क्याम्पसको आवश्यकता के हो, पहिलो आवश्यकता के हो र हामीसँग कतिसम्मको त्यो पुँजी छ, त्यसैलाई मध्यनजर गरेर त्यसलाई दुईटैलाई मिलाएर त्यो अनुसारकै नै विकासमा हामी लागेको हो। अहिले आवश्यकता के हो भनिरहँदाखेरि क्याम्पसमा पछिल्लो समय केही कर्मचारीहरू थपघट भइरहेकै छन्। तपाईँले देखिराख्नु भएको केही बिना आवेदनमा पनि कर्मचारी राखिएका छन्, तपाईँलाई कति अवगत छ? त्यसमा नि न त राजनीतिक सङ्घ सङ्गठनहरूको आवाज दह्रो रूपमा आयो, न त सोभिले नै त्यसमा विरोध गर्न सक्यो कि आखिरमा यो के हो त, मिले महत्त्व नै हो? यो मिले महत्त्व भन्ने कुरा छँदै छैन, किनभने हाम्रो क्याम्पस स्नातक तह घोडाघोडी बहुमुखी क्याम्पसको र मास्टर्स र ब्याचलर एउटा छ, र +2 एउटा छ, घोडाघोडी सामुदायिक मावि भनेर एउटा छ। त्यसको आर्थिक कारोबार, त्यसको प्रशासन सबै अलग छ। समाप्त केही दिनपछि त्यसको भवन पनि अब बिस्तारै त्यसको अलग छुटिएर जाला। त्यसो भयो हुनाले त्यहाँ भित्रका आवश्यकताको आधारमा केही कर्मचारी त त्यो पुरै सिस्टममा अनुसार नै राखेका छन्, केही कर्मचारीलाई त्यो बिना भ्याकेन्सी भन्दा पनि दैनिक ज्यालामा राखेको +2 को सन्दर्भमा होला। तर हाम्रो स्नातक तहको जुन ब्याचलर डिग्री छ त्यो क्षेत्रमा चाहिँ जम्मै प्रक्रिया पुर्याएर
मात्रै यो प्राध्यापकहरूको क्याम्पस प्रशासनले र बेलाकारी भए पनि एउटा प्रक्रिया त पुर्याउनु पर्छ होइन। सामुदायिक क्याम्पस हो, अहिले त संस्थागत विद्यालयले त त्यो गर्छन् भने त्यो त सामुदायिक क्याम्पस हो नि त। त्यो प्रक्रिया त पुरा गर्नुपर्छ कि पर्दैन? गलत प्रक्रिया भयो कि भएन, लाग्छ कि लाग्दैन तपाईँ? त्यो गलत प्रक्रिया भन्दा पनि +2 को कस्तो छ भने त्यसलाई हामीले दीर्घकालीन रूपले त्यो भएकै हो भन्ने कुरा छैन। किनभने ज्याला गर्न आज तपाईँ आउनुहुन्छ, भोलि अर्को आउँछ, त्यो उसको मापदण्ड र क्राइटेरिया अनुसार +2 को प्रशासनले एक किसिमले गरेको होला होइन। त्यसमा केही 1-2 जनाको गरेको होला, त्यसमा त्यो पार्टी सङ्गठन व्यक्ति त्यो व्यक्ति भन्ने कुरै छैन। र मैले पटक पटक पनि के भने ब्याचलरको चाहिँ एउटा जुन छ, जुन हाम्रो मातहतमा छ, जुन हामीले बोल्न पाउने ठाउँ छ, त्यसमा चाहिँ ब्याचलरको पूर्ण रूपले त्यो प्रक्रिया पुर्याएको छ। त्यसो भए तपाईँहरूको कतिको समन्वयकारी भूमिका भयो त? आफ्नै जो स्वतन्त्र विद्यार्थी युनियनको समिति थियो त्यसमा कतिको असमझदारी, कतिको केही समस्या भयो यो बिचमा? हामी 19 जनाको कमिटी छ। पछिल्लो समयमा के छ भने सबै कमिटीमा भएका साथीहरू पनि हामीसँग छन् भन्ने अवस्था छैन। चुनाव जितेकै 1-2 महिनामै उहाँहरूको विभिन्न वैदेशिक पलायनको कारण अथवा यहाँबाट ट्रान्सफर भएर बाहिर जाने कारण, उहाँहरूको व्यक्तिगत नितान्तका कारणले गर्दा केही साथीहरू यहाँबाट बाहिर जानुभयो। तैपनि अन्य भएका साथीहरूमा चाहिँ सक्दो प्रयासमा हामीले चाहिँ कुनै पनि कार्यक्रम गर्दाखेरि साथीहरू यो गरौँ है, यस्तो यस्तो यो अवस्था छ भन्ने जानकारी गर्छौँ। त्यसमा अहिलेसम्म सम्भव छ कोर्डिनेसन गर्दै गर्दा सम्पूर्ण साथीहरूले, सबै सङ्गठनका साथीहरूले मलाई र उहाँहरूको व्यक्तिगत कुराहरूमा चाहिँ लगभग सबै कुराहरूको साझेदारी भएर नै उहाँले सहयोग गर्नुभएको छ। त्यस्तो असहमति भन्ने अहिलेसम्म हाम्रो त्यस्तो केही पनि भएको छ। कतिपटक बैठक बस्नुभयो त तपाईँहरू सोबिमा आइसकेपछि? हामीले सोबिमा आइसकेपछि लगभग 4 कि 5वटा बैठक बस्यौँ। स्पष्ट कुरा, तपाईँकै सङ्गठनका त्यो व्यक्तिहरूले त के भन्छन्, सोबि पदाधिकारीले भने 2 पटक मात्र बैठक बस्यो, त्यही पनि सुरुवातीका वर्षहरूमा होइन। त्यो कस्तो भने 19 का 19 जना हामीले कहिले पनि सुरुवातीको 2-3वटा बैठकमा बसायौँ। तपाईँहरूलाई हामी आवश्यक परेको खण्डमा त्यो सचिवजीसँग कोर्डिनेसन गरेर माइनेट पनि देखाउन सक्छौँ होइन। त्यो हामीले माइनेट देखायो भने तपाईँ छलङ्ग हाल्नुहुन्छ। तर सबै साथीहरू सबै मिटिङमा एटेन्ड भयो भन्ने कुरा छैन नि त। जो साथीहरू जति मिटिङमा एटेन्ड भयो उसले उति भन्यो होला, त्यतिलाई हामीले बुझ्ने हो। त्योभन्दा अन्यथा हामी बुझ्दैछौँ। सबै आएन। त्यो 2 वर्षको अवधिमा सबैभन्दा कठिन परिस्थिति कहीँनिर आयो त्यस्तो कि समन्वयकारी भूमिका खेल्दाखेरि कुनै त्यस्तो योजना अर्थात् भने विद्यार्थीको हकितका बारेमा बोल्दाखेरि कुनै त्यो कठिन परिस्थिति आएको याद छ? त्यो आउँछ। त्यो हामीले विभिन्न कारणले गर्दा जब यो हाम्रो क्याम्पसको सेन्टर, एक्जाम सेन्टर बाहिर सर्यो, त्यो सर्नुमा क्याम्पसको केही आन्तरिक र विद्यार्थीहरू, हामी स्वयं र आज हामीले त्यसलाई पनि आत्मालोचना गर्नुपर्छ। मसिना केही कमजोरी त्रुटिहरू हुँदै गर्दा क्याम्पसलाई एक किसिमको परीक्षा सेन्टर बाहिर सारियो। सारिँदै गर्दा त्यसले गर्दा एउटा ठुलो आफ्नो कार्यक्रममा एउटा बाहिर जाँदै गर्दा विद्यार्थीको एउटा भनाइहरू एउटा छ, प्रशासनको भनाइ एउटा छ, त्यसलाई सञ्चालक समितिको बैठकबाट त्यसलाई अनुमोदन गरेर त्यसलाई कहाँ हल गर्न सकिन्छ एउटा छ, र बाहिर त्रिभुवन विश्वविद्यालयका परीक्षा विभागहरूमा समन्वय गर्दाको भूमिका अलग छ। अब साथीहरू पनि त्यसमा एकदम लाग्नुभयो। अब त्यसमा हाम्रो अन्यराष्ट्रियको साथीहरू पनि लाग्नुभयो, अन्यराष्ट्रिय समाजवादीको साथीहरू पनि लाग्नुभयो होइन। उहाँहरूले गरेको भूमिका एकदम राम्रो थियो। तैपनि त्यसको बावजुद हुँदाहुँदै पनि त्यो जाँदै गर्दा फेरि आउँदै गर्दा त्यसले चाहिँ अलिकति हामीलाई अलिकति खिन्न महसुस भएको थियो। यी स्वतन्त्र विद्यार्थी युनियनहरूलाई पैसा चाहिँ कहाँबाट आउँदो रहेछ? स्वतन्त्र विद्यार्थी युनियनलाई पैसा कहीँबाट आउँदैन। एउटा कुरा प्रश्न, क्याम्पस प्रशासनले क्याम्पसको लेखा शाखाले होइन प्रत्येक विद्यार्थीका नाममा 100 रुपियाँ उठाउने काम गरेको छ र यहाँभन्दा अगाडिको पनि त्यही हो होइन, उठाउने काम गरेको छ। त्यही 100 रुपियाँमा हामीले क्याम्पसका हामीले अहिलेसम्म स्वतन्त्र विद्यालयले केही कार्यक्रम गऱ्यो भने हामीले कार्यक्रम गरिदिने हो, हामीले त्यसमा सहभागी भइदिने हो। त्यो पनि सोबियोको अध्यक्षले मात्रै चाहेर होइन, हामी सबै साथीहरूलाई छलफल गरेर अनि त्यसपछि लगेर क्याम्पस प्रशासनको क्याम्पस प्रमुख होइन, क्याम्पस प्रमुख, त्यसपछि लगेर क्याम्पसका सहायक क्याम्पस 2 र सञ्चालक समितिमा त्यो छलफल हुन्छ। र यतिसम्म खर्च मात्रै गर्ने है, जस्तै वेलकम प्रोग्राम हुँदैछ तपाईँले 30,000 मात्रै खर्च गर्ने, त्यो क्याम्पस एउटा मापदण्ड बनाइ हुन्छ।
त्यहीमा टेकेर मापदण्ड बनाएर त्यो कार्यक्रम सफल गर्ने मात्रै हो। यति हो। विद्यार्थीबाट प्रत्येक वर्ष 100 रुपियाँ काट्छ, सोबीमा जान्छ त्यो पैसा। तर सोबीले त्यो पैसाबाट कार्यक्रम गर्ने कि कार्यक्रमको बिल त अलग बुझाउनुहुन्छ होइन? कार्यक्रम गरे बापत त सबै त्यही हो। तपाईँ हाम्रो आर्थिक वर्ष योभन्दा अगाडिको हामी आइसकेपछि हामीले आफूमा हिसाब राख्ने कुरै छैन। क्याम्पससिपको प्रत्यक्ष निगरानीमा जुसुकै कार्यक्रम गरे नि क्याम्पससिप र क्याम्पस सञ्चालक समितिका सदस्यहरूले पनि निहाल्ने गर्दछन् र क्याम्पसको अध्यक्षले समेत त्यसको निहालेर त्यो जाने भनेको लेखाले हो। लेखाले हेर्छ, हामीले त्यहाँ बुझाउने गर्ने। त्यही जो 100 रुपियाँ छ त्यही 100 रुपियाँको उसमा रहेर र जुन सन्दर्भबाट आएको पैसा त्यही सन्दर्भमा खर्च गरेको, त्यो पनि अब त्यो आवश्यकताभन्दा बढी छैन। न्यूनतम खर्चमा नै हामीले अहिलेसम्म टाढेका छौँ। तपाईँहरू यो पटक सरस्वती पूजामा कहीँ चुक्नु भयो कि त्यो बडो विरोधाभास कुराहरू आइरहेको छ नि? ओभर खर्च भयो, त्यो धेरै भयो होइन भन्ने त्यो होइन। तपाईँको के हो भने यो चोटि मान्छेको त्यो हामीले पनि होइन, हामीले पटक पटक यतिको फन्डिङ चाहिन्छ है भनेर सञ्चालक समितिले नै एउटा निर्णय गरेर तपाईँ यतिको खर्च गर्नुहोस् है भनेर त्यो खर्चको दायरा दिइसकेपछि त्यही खर्चमा टेकेर हामीले खर्च गरेको। जस्तै सञ्चालक समिति, क्याम्पस प्रशासन अबले नै तपाईँको त्यो अथोरिटीको दायरा नदिएको भए हामीले चाहेको खण्डमा अथवा आफू खुसी गरेर जति पनि रकम ठुलो रकमको मात्रामा बिल पेश गरेको भए ब चुकेका हौँ कि भन्ने हुन्थ्यो। हामीले त जुन अथोरिटी छ त्यसैमा टेक्ने कुराहरू भयो र जुन व्यवस्थापनको पाटो थियो त्यो व्यवस्थापनको पाटोमा अलिकति केही कमी कमजोरी हुँदै गर्दा त्यो चुकेको कस्तो हो भने जुन हाम्रो त्यो प्रक्रिया जुन क्वान्टिटी थियो त्यही नै नपुगेर चुक्या हो कि भन्ने मेसेज बाहिर गएको मात्रै हो। तर त्यो यथार्थ कुरा त्यो होइन। त्यो ओभर बढी खर्च देखायो, बिलहरू यतिका बुझाइयो भन्ने त्यो बाहिर होइन। के हो? तपाईँले क्याम्पस प्रशासनमा जाने होइन, लेखामा जाने, त्यहाँ हाम्रो बिल हुन्छ। तपाईँले बिल माग्यो भने तपाईँ सबै विद्यार्थीले हेर्न पाउँछ कि पहिला पनि एकचोटि सरस्वती पूजामा ल स्वतन्त्र विद्यार्थी युनियनले क्यान्टिन नास्ता खाएको मात्रै 25,000 को बिल पेश गर्यो भनेर साथीहरूले राखिसके ल साथी त्यहाँ गयो भने त्यहाँ जाँदाखेरि त 2500 पनि भेटिएन भनेपछि यो त अफवाह हुँदो रहेछ। बाहिर स्वतन्त्र विद्यार्थीको नाममा कति पो फन्डिङ आउँदो रहेछ, कति पो पैसा आउँदो रहेछ, लाखौँ रुपियाँ आउँदो रहेछ भन्ने जुन एउटा अफवाह मात्रै छ। सामान्य एउटा कुरा तपाईँले के भन्यो भने जस्तै फर्स्ट इयरमा 300 जना विद्यार्थी भर्ना भयो। अब 300 × 100 30,000 भयो। त्यही 30,000 को दायरामा हामीले त्यसलाई कसरी निप्टाउन सकिन्छ भन्ने कुरा। तैपनि जति बेला पाए त्यति बेला हामीले खर्च गर्न पाइरहेको हुन्छ। त्यसमा प्रत्यक्ष मैले अघि पनि भने प्रशासनले त्यसमा यति आवश्यकता अनुसार मात्रै खर्च गर। वेलकम प्रोग्राममा हाम्रो वेलकमको लागि र फेयर वेलकमको लागि 100 रुपियाँ काटेको तपाईँहरूलाई पनि अवगत छ। अब त्यही 100 रुपियाँको दायरामा हामीले विद्यार्थीको वेलकम गर्नुपर्छ प्रत्येक वर्ष। अब 300 400 आवश्यकता अनुसार कति, त्यही फेरि विदाई कार्यक्रम गर्नुपर्ने कुराहरू हुन्छ। ती कुराहरू गर्दाखेरि त्यहाँको त फन्डिङ कुराहरू, खर्च कुराहरू त्यो एकदम मित्यमय हुन्छ। त्यो मजाले त्यहाँ पाउँछ। त्यो तपाईँले पनि हेर्न सक्नुहुन्छ, हामीले पनि हेर्न सक्छौँ। त्यो त बाहिर त अफवाह हो। यो आर्थिक वर्ष 80-81 मा कति जति खर्च भयो? आर्थिक वर्ष 80-81 अब यो लगभग यो सकिला छ होइन हाम्रो। मोटामोटी वेलकम प्रोग्राम, सरस्वती पूजा, त्यसपछि लगेर यति नै वेलकम प्रोग्राम भयो, सरस्वती पूजा भयो, अनि खेलकुद सप्ताहमा हामी लागेन किनभने हामी अलिकति आफै पनि बिजी थियौँ। खेलकुद सप्ताहमा क्याम्पस प्रशासनले कोर्डिनेसन गरेर अर्कोलाई जिम्मा दियो। अनि त्यसपछि लगेर अरू अतिरिक्त क्रियाकलाप यताउता गरेर मोटामोटी 2 लाखको खर्च भयो होला। एक वर्षमा 2 लाखको खर्च। त्यसरी क्याम्पस प्रशासनले नै हो? क्याम्पस प्रशासनले नै दिएछ त्यो कुराहरू। खासमा मैले बुझेको कुरा हो नि, स्वतन्त्र विद्यार्थी युनियनको काम भनेको एउटा मुख्य काम भनेको खबरदारी गर्नु हो होइन? कतिको सफल हुनुभयो त्यो कार्यमा? खबरदारी गर्ने कार्यक्रममा हामी लगभग सफल नै छौँ। के का आधारमा भन्दा जुन विषयवस्तुमा विद्यार्थीले टेकेर आफ्ना समस्याहरू, मेरो समस्या अब सबै विद्यार्थीसँग हामी पनि जोडिन सक्दैनौँ। सबै विद्यार्थी हामी कहाँ आएर पनि आफ्नो समस्या राख्न सक्दैन। त्यो कुरा यथार्थ हो। सबै भेटिन्छ भन्ने कुरा पनि हुँदैन। कतिपय विद्यार्थी डाइरेक्ट प्रशासनसँग गएर जोडिदेला, हाम्रो यो भयो, यो हल गरिदिनु पर्ने हो। कतिपय विद्यार्थीहरू डाइरेक्ट सञ्चालक समितिका अरू सदस्यहरूसँग, सञ्चालक समितिका मेम्बरहरूसँग गएर भेटिदिन सक्छ। कतिपय विद्यार्थी हामीसँग आउने जुन विद्यार्थी आएको छ यो समस्या छ भन्ने कुरा हो। नितान्त रूपले उहिले हामीसँग जोडिसकेपछि अथवा हामीसँग गइसकेपछि त्यो उहाँलाई हामीले त्यो निराश बनाएर पठाएको छैन।
सन्तुष्टै बनाएर पठाएको त मुख्य जिम्मेवारी तपाईँहरूको छात्रवृत्ति प्रदान गर्दाखेरि पनि हुन्छ होइन कतिको सफल हुनुभयो त त्यसमा तपाईँ त्यो घोडागोडी बहुमुखी क्याम्पसको आन्तरिक छात्रवृत्ति इन्टरनल स्कलरसिप जुन छ यसको आफ्नै एउटा कार्यविधि छ त्यो कार्यविधिमा हामीले टेकेर मात्रै त्यो छात्रवृत्तिलाई प्रदान गर्ने गरेका छौँ एउटा नम्बरमा दोस्रो नम्बरमा के छ भने विश्वविद्यालय अनुदान आयोग युजिसीले जुन विद्यार्थीलाई छात्रवृत्ति दिन्छ त्यो न हामीले दिने हो न तपाईँले दिने हो उसको आवश्यकताको आधारमा रोक्नुहोस् मैले जोड्न खोजेँ त्यसको आधारमा जो साथीहरूले फर्स्ट इयरमा अथवा जस्तै फर्स्ट इयरलाई उदाहरण मानौँ फर्स्ट इयरका जम्मै साथीहरूले भरिसकेपछि त्यहाँबाट पनि नपाएर जो छुटेको हुन्छ नि त्यसको लागि एउटा क्राइटेरिया छ त्यो क्राइटेरिया के छ भने कार्यविधिमा हाम्रो 4 जनाको समिति छ क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष स्वतन्त्र विद्यार्थी युनियनको संयोजक अथवा अध्यक्ष र क्याम्पस प्रशासनको सायद क्याम्पस प्रमुख 3 जना र एउटा प्राध्यापक सङ्घको सभापति 4 जनाको एउटा कमिटी छ त्यो कमिटीमा अथवा 4 मध्ये एउटा कुनै कारणले बिरामी भइदेला भइपरि आउने काम गर्दा बाहिर गइदेला हैन तर 3 जना उपस्थिति भयो भने त्यो प्रक्रिया अगाडि बढाउन मिल्छ अब प्रक्रिया के भन्दा त्यसका मापदण्ड के छ भने त्यो विद्यार्थी नियमित क्याम्पस आएको हुनु पर्यो र आन्तरिक परीक्षामा सहभागी भएको हुनु पर्यो एउटा कुरा दोस्रो कुरा के छ भने जीवनदार अपाङ्ग असहाय हैन अथवा अभिभावक विहीन अनि पछिल्लो समयमा खेलाडीलाई पनि जोड्नुपर्छ भन्ने कुरा भयो अनि दलित पिछडिएको मुक्त कमलरी हलिया र आदिवासी जनता यी क्याटेगोरीहरूमा हामीले त्यो विधानमा स्पष्ट लेखिएको छ उहाँहरूलाई यसरी दिने त्यहाँबाट पनि वञ्चित भएकालाई सूचना आह्वान हुन्छ सूचना आह्वान भइसकेपछि उहाँहरूले फर्म भर्नुहुन्छ फर्म भरिसकेपछि उहाँहरूले आफ्ना पहिला ती नम्सहरू पुरा गर्नुभएको छ कि छैन र प्रमाणीकरणहरू ल्याउनु भएको छ कि छैन अनि त्यो लिएर हामी कहाँ इन्टरभ्यू दिन आइसकेपछि अनि उहाँहरूको चाहिँ त्यो छात्रवृत्ति वितरण गरेको कतिको भूमिका हुँदो रहेछ यसमा स्वामीको भूमिका हुन्छ नहुने भूमिका हुँदैन स्पष्ट कुरा के हुन्छ भने हामी त्यहाँ बसिसकेपछि सबै कुरा मेरो लागु हुन्छ भन्ने पनि होइन सबै कुराहरू प्राध्यापक सङ्घको लागु हुन्छ भन्ने पनि होइन सबै कुरा क्याम्पससिपको सायद क्याम्पससिपको पनि हुन्छ भन्ने हुँदैन सबै कुरा क्याम्पस सञ्चालक समिति उपाध्यक्षको पनि हुन्छ भन्ने हुँदैन त्यहाँ एउटा सहमतिका आधारमा सहमति खोजिन्छ होइन वास्तविकता विद्यार्थीको त्यहाँ आएर रुन्छन् आफ्नो डकुमेन्ट देखाउँछन् आफ्ना आधारहरू देखाउँछन् प्रमाणपत्रहरू राख्छन् अनि त्यसपछि लगेर हामीले पनि उसले इक्जाम दिएको हो कि होइन सहभागी भएको छ कि छैन आन्तरिक परीक्षामा त्यो पनि हेर्छौँ र अर्को कुरा के छ भने सेकेन्ड इयर थर्ड इयर 4 इयर गएको छ भने अघिल्लो वर्षको रिजल्ट आएको छ कि नै त्यसमा पास छ कि छैन अथवा पास नहुँदै गर्दा पनि नदिने भन्ने होइन कि कतिको मत अङ्क ल्याएको छ त त्यसलाई मूल्याङ्कन आधार बनाएर हामीले छनौट गर्ने विधि भएको हुन्छ त्यो विषयमा मात्रै तर बाहिर के सुनिन्छ भने अति सम्पन्न भएकालाई दियो होइन नजिक भएकालाई दियो भन्ने त्यो जहाँसम्म हामीले अहिलेसम्म त्यो गरे छैन मिलाएर नै लैजाने भन्ने कुरा हुन्छ हो मान्छेहरू देखिया छन् कतिपय एउटा कुरा पनि तपाईँले के भन्यो भने यहाँ के छ भने कतिपय भने पहाडका विद्यार्थी छन् 2-4 जना पहाडका विद्यार्थी कस्ता छन् भने सम्पन्न घर परिवारमा बस्छन् तर उनको क्याटेगोरी घर पहाड छ आमा बुवा गरिब हुनुहुन्छ विपन्न स्थिति छ उहाँहरूले लिएर संरक्षणमा गरिदिनु भएको छ उसको खाने पिने बस्ने हैन लुगा किताब उहाँले व्यवस्थापन गरिदिनु भएको छ भने हामीले त्यो विद्यार्थीलाई अलिकति भए पनि हात स्कलरसिपमा जोड्न सकिन्छ कि भन्ने हेतुले हामीले त्यहाँ मात्रै जोड्न खोज्यौँ तर समस्या के भइदियो भने बाहिर हेर्दाखेरि चाहिँ सम्पन्न घर परिवारमा बस्ने उहिले किन पायो तर ऊ त्यो बस्न उसले त एडप्ट पो गरे हो आइज हामीसँग बस त्यति कुराहरू छ अब एक आध कुराहरू यसलाई अलिकति बढेको मात्रै कुरा हो तपाईँले पहिला पनि गरेको प्रश्न हो यी राजनीतिक सङ्घ सङ्गठनहरू छन् तिनीहरूलाई पर्सेन्टेज दिएको हुन्छ अरे हो स्कलरसिपको लागि तपाईँ यो के छ भने केही क्याम्पसहरूमा नेपालको पछिल्लो राजनीतिक अवस्था गर्दै गर्दा उपत्यका क्याम्पसहरूका कुराहरू भए र ठुल्ठुला क्याम्पसहरू जुन छ त्यहाँ चाहिँ केही हदसम्म हुन्छ कि भन्ने भान हो घोडागोडी बहुमुखी क्याम्पसमा न त्यो हामीले गरेका छौँ न क्याम्पस प्रशासनले गरेको छ न सञ्चालक समितिले गरेको छ न कुनै पनि सङ्घ सङ्गठन अहिलेसम्म हाम्रा सङ्गठनमा सोबीमा त सबै सङ्गठनका साथीहरू छन् नि प्रतिनिधि हामीसँग एकै नभए 4-4 जनासम्म छन् ती कुनै पनि साथीहरूले यस्तो हस्तक्षेप चाहिँ हामी गरेका पनि छैन हामीले गरेका पनि छैन भागभन्डा भन्ने कुरा छँदै पनि छैन अधिकार हुन्छ तपाईँ एउटा काममा चाहिँ चुक्नुभयो कि जस्तो कस्तो भने नेपाल रेड क्रस सोसाइटी चयन गर्दै गर्दा 2 पटक स्थगन गरेर अहिलेसम्म पनि लथालिङ्ग अवस्थामा छ
त्यो गठन गर्नमा तपाईँहरूको भूमिका रहेन? बहुमुखी क्याम्पसमा पनि यो लामो समयसम्म यसको सेल कमिटी थियो, तर हामी आउँदै गर्दा अब यहाँ भएको सेल कमिटी जम्मैको प्रतिनिधि भनेको त त्रिभुवन विश्वविद्यालयमा आइसकेपछि स्वतन्त्र विद्यार्थी युनियन हो। हामी स्वतन्त्र विद्यार्थी युनियन भए चाहिँ हामीभन्दा तलकै सबै हुन् र हामीले यसलाई गठन गर्छौँ भनेर अनुराग शिवका साथीहरूलाई यो जिम्मा तपाईँहरू गर्नुहोस् है, यो गठन गर्नुहोस् भने जिम्मा पनि दियो, तर केही कारणवश यो बनेन। नबनिसकेपछि ठिकै छ, हेल्थ रुम छँदैछ, यसलाई हेल्थ रुममा परिणत गराउँ न त, होइन? रेडक्रस नै अहिले के चाहिन्छ भन्ने कुरा थियो, तर रेडक्रसकै साथीहरूले, यसै स्कुलका साथीहरूले अस्ति भर्खरै भएको कैलाली जिल्लाको रेडक्रसको सम्मेलन पनि यहीँ सफल गरे। यहाँ कमिटी नहुँदा नै सम्मेलन गर्नु भने त रेडक्रसैको कोठा हुनुपर्छ, त्यो सेल कमिटी बनाउनै पर्छ भन्ने त थियो न। त्यो कारणले हामी त्यति चाहिँ चुकेका होइन। एउटा किसिमले यत्रो कार्यक्रम भइरहँदा आयोजक कोही एउटा कमिटी नहुनु भने त अलि लाजमर्दो कुरा भएन? होइन, यो विद्यालय लेभलको क्याम्पस भन्दा पनि प्राय 9 देखि 9-12 हुनाले हामीले आयोजक कमिटी त किन नहुनु? हाम्रो जुन जिपिए घोडाघोडी सामुदायिक मावि छ त्यसको एउटा कमिटी नै थियो। त्यो कमिटीको नेतृत्वमा उसलाई अगाडि राखेर त्यही कमिटीको नेतृत्वमा त्यसपछि हाम्रो सुबि यहाँको क्याम्पस सञ्चालक समिति सबै लागेर यहाँका प्राध्यापक गुरुहरू सबै लागेर त्यो फर्मेसन गरेर काम गरे आओ। सबै सङ्गठनका साथीहरू पनि लाग्नुभयो। सोबीले नचाहेर नै त्यो नभए हो? त्यो सोबीले नचाहेर नभए भन्दा पनि खास के हो भने अब आवश्यकता देखियो न, आवश्यकता देखियो न। साथीहरू सबै सङ्गठनका साथीहरूसँग बसै गरे आओ, छलफलै गरे आओ, आवश्यकता देखियो न, हामीले गरेन। तपाईँकै सोबी कमिटीको एकजनाले मलाई के भनेको थियो भने सोबी सभापतिले टपक्क टिपेर यो क्यान्डिडेटलाई अध्यक्ष बनाऊ भने भए त्यो पावर उहाँसँग छ, त्यो अधिकार होइन। त्यसरी बनाउन गलत हुन्छ। मैले के भनेको थिएँ भने त्यो बनाउन गलत हुन्छ। हामीले चाहिँ त्यो के गर्न सक्नुपर्छ भने यदि गर्ने नै भए चुनाव क्याम्पस सञ्चालक समितिसँग सहमति गरौँ, क्याम्पस सञ्चालक समिति प्रशासनसँग, क्याम्पसको व्यवस्थापन समितिसँग बसेर र सोबी बसेर छलफल गरेर एउटा चुनाव गराइदिउँ। र कसैलाई पनि टपक्कै मलाई कारण के थियो भने मैले कसैलाई पनि यो बनाऊ भनेर भन्दै गर्दा अथवा जोसुकै भए पनि, जोसुकै सङ्गठन भयो भने प्रेमले गर्दा बन्यो है भने त्यो आक्षेप आफूमाथि लाग्छ, सकिन्छ भने चुनाव गर्छु भनेर गरेर यो रिक्वेस्ट प्रशासनसँग पनि गर्दाखेरि अहिले तत्काल नै गरौँ भन्दै गर्दा अब यो अलिअलि धकेल्दै विभिन्न कार्यक्रम यो यथार्थै रह्यो। अब अन्त यो विश्वविद्यालय क्याम्पस कलेजहरूमा विद्यार्थी राजनीतिक सङ्घ सङ्गठनहरूको आवश्यकता कतिको देख्नुहुन्छ? राम्रो छ या छैन? आवश्यकता छ। आवश्यकता किन छ भन्दाखेरि विश्वविद्यालयहरू त्यसपछि लगेर युनिभर्सिटी, विश्वविद्यालय युनिभर्सिटी भनेको एकै हो, तर यिनीहरूलाई फस्टाउनको लागि, पुलाउनको लागि, विद्यार्थीहरूलाई अझ जागरुक गराउनको लागि जुन हाम्रो मल्टिपार्टी सिस्टम छ यसलाई चाहिँ जोगाउनको लागि र त्यहाँबाट नै एउटा मिनी सांसद भन्छ नि यसलाई, तल्लो सदन के तल्लो एउटा विश्वविद्यालय स्तरमा तल्लो सांसद, यहीँबाट नै एउटा असल प्र्याक्टिस गरेर यो संसदीय व्यवस्थाको यो प्रक्रिया गरेर यसको अलिकति एउटा अध्ययन गरेर भोलि यसलाई अलिकति सबल बनाउँदै व्यवस्थित तरिकाले गएर त्यहाँ पनि त्यही किसिमको राज्यको नेतृत्व गर्ने भन्ने कुरा हो। त्यसैले यसको औचित्य छ भन्छु। अब यो 5 गतेको निर्वाचनबाट कस्तो नेतृत्व आयो भने विद्यार्थी, क्याम्पस प्रशासन र सञ्चालक समिति बीचको त्यो पुलको भूमिका निर्वाह गर्न सक्छ जस्तो लाग्छ? हो, यो स्वतन्त्र विद्यार्थीले पुलको भूमिका गर्नुको लागि सबै विद्यार्थीहरूसँग बोल्न सक्ने मजाले गर। यहाँ ठुलो स्वतन्त्र विद्यार्थी युनियन आएर मैले पहिला पनि त्यही भन्थेँ, पहाड पल्टाउने एकैचोटि इन्फ्रास्ट्रक्चर, यहाँको भवन बिल्डिङहरू, एकाडेमिक बिल्डिङहरू, 10वटा बसहरू होइन, त्यसमा लगेर एकैचोटि भित्र छिर्दा बित्तिकै अलगै संसारमा आए जस्तो त्यस्तो बनाउने होइन, तर सबै विद्यार्थीहरूको मनोबलमा अनि मस्तिष्कमा मुटुमा बस्न सफल हुने उम्मेदवार, सबैसँग बोल्न सक्ने, कम्युनिकेसन गर्न सक्ने, हाँस्न सक्ने र केही कुराहरू प्रशासनसँग राख्न सक्ने र सञ्चालक समितिसँग पनि त्यो कुरालाई यो भइरहेछ है यसलाई यसरी लैजाउँ भन्न सक्ने नेतृत्व चाहिँ अवश्यको आवश्यकता हो। तपाईँले पटक्क छोडिदिनु हो कि अझ एकपटक चुनाव लडौँ भन्ने लाग्यो? यो कस्तो हुन्छ भने सधैँ चुनाव लडिरहँदाखेरि कतिपय साथीहरूका आफ्नै कुराहरू पनि हुन्छन्। जस्तै घोडाघोडी बहुमुखी क्याम्पस भनेको एउटा QA सर्टिफाइड क्याम्पस हो, अनि यस्तो क्याम्पसमा सधैँ मैले लड्नुपर्छ भन्ने कुरा होइन कि एकचोटि मैले अवसर पाएँ, मैले गर्न सक्ने काम गरेँ, नगर्न सक्ने काममा मैले आत्मआलोचना गरेँ होइन। तर कतिपय कुराहरूमा के हुन्छ भने अर्को साथीले पनि के थाहा हिजोको दिनको सभापतिभन्दा केही बेटर काम हामीले गऱ्यौँ कि
होइन। अब हामीभन्दा अझ आउने सभापतिले केही बेटर काम गर्छन् कि? यो भनेको के हो भने एकले अर्कालाई पालो दिँदै गयो भने जसरी क्याम्पसको विकास वृद्धि हुँदै जान्छ त्यसरी उहाँहरूको पनि विकास हुन्छ, नेतृत्वको विकास हुन्छ, उहाँहरूको बौद्धिक क्षमताको विकास हुन्छ र विद्यार्थीहरूसँग र अन्य विद्यार्थीहरूले त्यहाँ जोडिने एउटा अवसर पनि पाउँछन्। यो भए हुनाले यसलाई एक किसिमले मिलाएर जाने पनि कुरा हुन्छ। अन्तिममा तपाईँ अबको बाटो विद्यार्थी राजनीति कि दलीय राजनीति? म सर्वप्रथम त म अहिले विद्यार्थी नै हो र मेरो राजनीति भनेको अबको पनि विद्यार्थी राजनीति नै हो। जबसम्म मेरो मास्टर्स सकिन्न, जबसम्म म कुनै निकायमा सम्बन्धित निकायमा गएर कुनै संस्थानमा गएर कुनै ठाउँमा गएर म जोडिन्न, तबसम्म चाहिँ भनेको म विद्यार्थी नेता नै हो र विद्यार्थीको सँगसँगै एक किसिमले हातेमालो गर्दै अगाडि बढ्ने। समय र सम्वादका लागि धेरै धेरै धन्यवाद। आदरणीय दर्शकवृन्द, आज हामीले स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित भइसकेका छोपी सभापति प्रेम सहकारीसँग कुराकानी गऱ्यौँ। छोपी सभापतिमा निर्वाचित भइसकेपछि व्यक्तिहरूले के काम गर्नुपर्दो रहेछ, कस्तो भूमिका निर्वाह गर्नुपर्दो रहेछ भन्ने विषयमा केन्द्रित रहेर आजको निर्वाचन विशेषमा कुराकानी गऱ्यौँ। आजका लागि यति नै। क्यामेरामा टेकु छेत्रीका साथ प्रेम ताडी बिदा हुन्छु। नमस्कार।